आज म बताउँदैछु जीवनको 4 सत्य। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर अनि सुनेर साथ दिनुहोला। जीवनको पहिलो सत्य भनेको के हो भने तपाईले कहिले पनि कसैलाई सन्तुष्ट पार्न सक्नुहुन्न। हेर्नुस्, मैले मेरो भाइलाई, मेरो दाइलाई, मेरो आफन्तहरूलाई म यो गरिदिएको छु, मैले यो पुर्याइदिएको छु, हैन? मैले दुःख गरे पनि उनीहरूलाई सुखमा राखेको छु। मैले आधा पेट खाए पनि उनीहरूलाई मैले भरि पेट खुवाएको छु। मैले जीवनमा सारा दुःख काटेर पनि मेरा मान्छेहरूलाई मैले ठुलो साथ दिइराखेको छु, सपोर्ट गरिराखेको छु भनेर तपाईँ भन्दै हुनुहुन्छ भने तपाईले भन्ने कुरा एउटा भो र तपाईले गर्नु पनि भएको हुन्छ, तर ती सम्बन्धित व्यक्तिहरूले तपाईको त्यो दुःखलाई कहिले पनि बुझ्न सक्दैन। आदरणीय मन, तपाईले यो अनुभव गर्नु भएको होला। तपाईले घर परिवारमा, तपाईले आफ्नो आफन्तहरू बीचमा यो कुरालाई तपाईले पक्कै पनि अनुभव गर्नु भएको छ कि जति नै गरे पनि सन्तुष्ट नहुने। टाउकै काटेर तपाईले आफ्नो मान्छेहरूको अगाडि राखे पनि टाउको त काट्यो तर अलि तल काट्या भए हुन्थ्यो, अलि माथि काट्या भए हुन्थ्यो भन्ने खालको स्वभाव चरित्र देखाउने व्यक्तिहरू यही समाजमा तपाईँ हाम्रै आफन्तहरूको बीचमा हुन्छ। तपाईले अरूलाई खुसी बनाउने चक्करमा आफ्नो सपनालाई नभुल्नुहोस्। तपाईले अरूलाई सुखी बनाउँछु भन्ने चक्करमा आफू धेरै दुःख पनि नकाट्नुहोस्। हेर्नुहोस्, यो यथार्थ कुरा हो। मैले जे कुरा तपाईँलाई यो भनिराखेको छु, तपाईँले एक दिन अवश्य पनि अनुभूत गर्न सक्नुहुनेछ है। जीवनको पहिलो सत्य के हो? तपाईले कहिले पनि कसैलाई सन्तुष्ट पार्न सक्नु नै हुन्न। मेरो कारणले सबै खुसी होस् भन्ने चाहना त हुन्छ, तर बुझ्नेले नबुझेपछि के लाग्छ? केही पनि लाग्दैन। त्यसै गरी जीवनको दोस्रो सत्य के हो भने तपाईको जिम्मेवारी कहिले पनि समाप्त हुने छैन। हेर्नुहोस्, तपाईँ हाम्रो जीवनको यो यात्रामा विभिन्न किसिमका जिम्मेवारीहरू हामीले वहन गर्दै अगाडि बढ्नुपर्छ है। हाम्रो त्यो कर्तव्य पनि हुन्छ। हामी के गर्छौँ भने यो काम गरौँ, त्यसपछि हामी अलिकति केही आराम गरौँला, केही रेस्ट गरौँला, उसको चाहिँ यो सपना पुरा गरिदिउँ, त्यसपछि म यो किसिमले अगाडि जीवनमा बढौँला भनेर हामी त्यो सोच्छौँ, तर त्यो सोचाइमा मात्र सीमित हुन्छ। कहिले पनि जिम्मेवारीले साथ छोड्दैन। हेर्नुहोस्, तपाईँका साना साना नानी बाबुहरू छन्, तपाईँले जन्माउनु भयो, हुर्काउनु भयो, पढाउनु भयो, तिनीहरूलाई हैन, वेदान गर्नुभयो। हेर्नुहोस् त, जिम्मेवारी उमेर सँगसँगै बढ्दै जान्छ। अब चाहिँ मेरो जिम्मेवारी सबै पुरा भयो भनेर बस्ने दिन जीवनमा कहिले पनि आउँदैन। जीवनको यो सत्य हो। जीवनको तेस्रो सत्य के हो भने तपाईँ अरूको लागि जति बाँच्नु भए पनि